2082 मङ्सिर 29 देखि पुस 4 गतेसम्म कतारको राजधानी दोहामा आयोजना हुने युनाइटेड नेसन्स कन्भेन्सन अगेन्स्ट करप्सन 11th सेसन अफ द कन्फरेन्स अन द स्टेट पार्टिजमा सहभागी हुन सचिव श्री गोविन्द बहादुर कार्कीलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको छ। 2. संवैधानिक परिषद काम कर्तव्य र अधिकार तथा कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश 2082 जारी गर्न सम्माननीय राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको छ। 3. प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब 5 मिलियन अमेरिकी डलर र स्विजरल्यान्ड सरकारबाट प्राप्त हुने करिब 2.1 मिलियन अमेरिकी डलर थप अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ। 4. नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुनर्संरचना गर्न आवश्यक अध्ययन गरी सुझाव पेश गर्न प्रकाशजङ थापा काठमाडौँको संयोजकत्वमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुनर्संरचना सम्बन्धी सुझाव समिति 2082 गठन गर्ने निर्णय भएको छ। 5. विश्व बैंकबाट दिगो र समावेशी परियोजनाका लागि प्रस्ताव गरिएको 95 मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण प्राप्त गर्ने सम्बन्धमा नेपाल सरकारको तर्फबाट विश्व बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको छ। 6. 2082 मङ्सिर 6 गते साउदी अरेबियाको रियादमा आयोजना हुने 11th मिनिस्टरियल कन्फरेन्स अन द लिस्ट डेभलप कन्ट्रिजमा सहभागी हुन उद्योग सचिव श्री कृष्ण बहादुर राउतलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको छ। 7. जल तथा मौसम विज्ञान विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय भएको छ। 8. 2082 मङ्सिर 8 मा भारतको नयाँ दिल्ली स्थित राष्ट्रपति भवनमा नवनियुक्त प्रधान न्यायाधीशको शपथ ग्रहण कार्यक्रम र 2082 मङ्सिर 10 मा भारतको नयाँ दिल्ली स्थित सर्वोच्च अदालतमा संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन कानुन न्याय तथा संसदीय मामिला मन्त्री माननीय अनिल कुमार सिन्हालाई स्वीकृति प्रदान गर्ने निर्णय भएको छ। 9. नेपाल विशेष सेवा ऐन 2042 लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपति ज्यू समक्ष सिफारिस गर्ने निर्णय भएको छ। 10. नेपालमा भिजा नियमित नगरी बसोबास गर्दै आएका 4 जना मलेसियन नागरिकहरूले प्रचलित कानुन अनुसार नेपालबाट प्रस्थान हुने मितिसम्म बुझाउनु पर्ने विलम्ब शुल्क र जरिमाना बापतको सबै दस्तुर मिनाहा गरी नेपालबाट प्रस्थान गराउने निर्णय भएको छ। 11. जापानका लागि नेपालका पूर्व राजदूत डाक्टर मदन कुमार भट्टराईलाई जापान सरकारले प्रदान गर्ने अर्डर अफ जापान, द अर्डर अफ द राइजिङ सन गोल्ड एन्ड सिल्भर स्टार तथा काठमाडौँ स्थित जापानी राजदूतावासको पूर्व कर्मचारी श्रीमती रमा सुन्दरी जोशीलाई जापान सरकारले प्रदान गर्ने अर्डर अफ जापान, द अर्डर अफ द स्केयर ट्रेजर गोल्ड एन्ड सिल्भर रे विभूषण ग्रहण गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ। 12. सशस्त्र प्रहरी चौथो संशोधन नियमावली 2082 स्वीकृत गर्ने निर्णय भएको छ। 13. 2082 भदौ 23 र 24 गतेको प्रदर्शनका क्रममा घाइते भएका 2429 जनालाई जनही 15,000 रुपैयाँ तत्काल राहत रकम उपलब्ध गराउने निर्णय भएको छ। 14. माथिल्लो मुस्ताङ क्षेत्रमा विदेशी नागरिकको लागि पदयात्रा अनुमति दस्तुर प्रति व्यक्ति प्रतिदिन 50 अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा कायम हुने गरी अध्यागमन नियमावली 2051 को अनुसूची 12 मा हेरफेर गर्ने निर्णय भएको छ। 15. सशस्त्र प्रहरी बल नेपालको संगठन संरचना र दरबन्दी तेरी स्वीकृत गर्ने निर्णय भएको छ। 16. 2025 डिसेम्बर 2 देखि 4 सम्म दोहामा आयोजना हुने फर्गिङ एम्बिसियस ग्लोबल पार्टनरशिप फर द सस्टेनेबल एन्ड रेजिलिएन्ट ग्रेजुएसन अफ लिस्ट डेभलप कन्ट्रिज विषयको उच्चस्तरीय बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिव श्री अमृत बहादुर राईलाई स्वीकृति दिने निर्णय भएको छ। 17. दार्चुला जिल्ला साबिक धाप गाउँ विकास समिति वडा नम्बर 4 को सार्वजनिक प्रति जग्गा मध्ये
यो सायद 15 रोपनी 13 आना 2 पैसा 2 दाम जग्गा दार्चुला भन्सार कार्यालयलाई प्रयोग गर्न स्वीकृति दिने निर्णय भएको छ। 18 इन्धन प्रणालीमा वातावरण मैत्री वा ऊर्जा क्षमतामूलक फेरबदल गरिने सवारी साधनको हकमा 3 वर्षको लागि इन्धन प्रणालीमा फेरबदल गर्न छुट दिने निर्णय भएको छ। 19 2082 मङ्सिर 15 देखि 17 गतेसम्म दक्षिण कोरियाको सोलमा आयोजना हुने बिल्डिङ अ केयर मुभमेन्ट टेक्निकल एसिस्टेन्स फ्याकल्टी अन ट्रान्सफर्मिङ केयर सिस्टम्स इन द कन्टेक्स्ट अफ डेमोग्राफिक शिफ्ट कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव श्री लक्ष्मी कुमारी बस्नेतलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय भएको छ। 20 नेपाली सेनाका 2 जना महासेनानीलाई सहायक रथी दर्जामा बढुवा गर्ने निर्णय भएको छ। 21 ल्यान्ड फोर्स टास्क LFT को 6औं बैठक 2082 मङ्सिर 3 देखि 5 गतेसम्म काठमाडौँमा आयोजना गर्न स्वीकृति दिने निर्णय भएको छ। 22 वन तथा वातावरण मन्त्रालय र अन्तर्गतका निकायहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण ONM गर्न पूर्व स्वीकृति प्रदान गर्ने निर्णय भएको छ। 23 हाल भइरहेको छनौट प्रक्रियाबाट नेपाल वायु सेवा निगमको महाप्रबन्धक नियुक्ति नभएसम्मका लागि सञ्चालक समिति सदस्य श्री अमृतमान श्रेष्ठलाई महाप्रबन्धकको काम कर्तव्य समेत गर्ने गरी कार्यकारी सञ्चालकको रूपमा नियुक्त गर्ने निर्णय भएको छ। 24 मर्चाबारी गाउँपालिका रूपन्देहीको नाम परिवर्तन गरी मर्चाबारी माई गाउँपालिका र केन्द्र वडा नम्बर 3 रायपुरबाट परिवर्तन गरी वडा नम्बर 4 खैरामा कायम गर्ने निर्णय भएको छ। र 25 शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डाक्टर कल्पना कुमारी श्रेष्ठ नवलपरासीलाई तोक्ने निर्णय भएको छ।